मैले मेरो जिन्दगीको कहानी हरेक कुरा बताएँ भने यति धेरै सिम्प्याथी पाउँछु होला, यस्तो रहेछ उस्तो रहेछ भनेर होइन। छ नि त कसैले मलाई आएर लाइक अस्ति मलाई एकजनाले सोध्यो क्या है, के भनेर सोध्यो भने मेरो लाइफमा यति धेरै प्रब्लम छ, म पागल भइसकेँ, तैँले अहिलेसम्म कतिचोटि सुसाइड एटेम्प गरेको छस् भन्यो कि म यहाँ एक्लै बसिरहेको छु बन्दैमा, म एकदम जिन्दगीमा चिल छु, मेरो जिन्दगीमा केही प्रब्लम नै छैन, मलाई केही कुराले केही पिरै परिरहेको छैन भने होइन नि त, मैले नदेखाएको पो हो त, त्यो मेरो बानी हो, मलाई त्यो सुनाउँदै हिँड्ने बानी पनि बसाउनु छैन। अर्को कुरा के भन्नु, के कति कुराहरू भन्न मन छ तर बेकार हो कि यहाँनिर आएर बोल्नु भनेको बेकार हो, बेकार, सो मलाई बोल्नु छैन, द्याट्स इट। यति गाइज होइन, एउटा कुरा म सेयर गर्छु होइन, अरू कुरा त त्यस्तै भयो कि एउटा कुरा चाहिँ के भन्छु भन्दाखेरि म होइन सोचिन्छ नि त दिमागमा कति कुराहरू होइन, अनि म कसैको कमेन्टमा अथवा कसैलाई रिप्लाई गर्नको लागि एक पाना मेसेज गरिसकेको हुन्छु तर सबै काटिदिन्छु कि म त्यो कुराहरू, किनकि मलाई आफूलाई प्रुफ गर्नु छैन नि त राइट हो यान त्यान भनेर त्यो बानी। अनि मलाई एक दुईजनाले सजेस्ट गर्नुभयो, भित्री मान्छेले आफूलाई अलिकति भए पनि राम्रोसँगले सम्झाउने बुझाउने मान्छेले हुन्छ नि, भन्नुभयो कि एउटा डायरी राख्नु, डायरीमा आफ्नो जिन्दगीको हरेक कुरा लेखिदिनु, मन आनन्द हुन्छ भनेर भोलिबाट म गर्छु पनि होइन। तर अत्याचार पनि गरिदिनु हुँदैन कसैलाई, अत्याचार के पाइन्छ गरेर, के पनि पाइँदैन, आफै हो एक्लो हुने भनेको, के पाइन्छ। सबै मान्छेले आफ्नो बारेमा राम्रोसँगले सोच्नुपर्छ क्या, भोलिको दिनको बारेमा पनि सोच्नुपर्छ क्या, बुझ्नुभयो? बुझ्नु हुँदैन, ठिकै छ, त्यही हो, मेन्टल्ली कति धेरै कुराहरूमा स्ट्रेस हुन्छ, आफैलाई कति कुरा हुन्छ नि, अहिलेसम्म भोगेको कुराहरू सुनायो भने त कति धेरै, मेरो दाँत कस्तो पहेँलो देखियो जे हुन्छ नि त नि। अनि त्यस पछाडि त्यही हो, के हो, आई डोन्ट नो, बाई बाई, टेक केयर गाइस, लभ यु होइन। तपाईँहरू आफ्नो चिन्ता गर्नुहोस्, आफ्नो हेर्नुहोस्, आफ्नो कारणले कसैलाई पनि धेरै दुःख पनि नदिनुहोस्। मान्छेहरू सबैजनाको आफ्नो लाइफ हुन्छ, तपाईँको जस्तो एउटा मान्छेको जिन्दगी छ अर्को मान्छेको पनि त्यस्तै हो कि जिन्दगी भनेको, उसले पनि उसको लाइफमा कति कुराहरू झेलिरहेको हुन्छ, अगाडि बढिरहेको हुन्छ, कि त कसैले मार्नै लाग्यो, आफ्नो ज्यान नै जोखिममा छ, अब अति नै अत्याचार नै भयो भने बोल्नु बेग्लै भयो, तर बिचरा अरूलाई बिचरा बनाएर आफू डन बनेर आफू सही भनेर बोल्नु चाहिँ राम्रो होइन कि, द्याट्स इट है। ल त, टेक केयर, शुभरात्रि।